अब बाँकी केही रहेन। कत्ति के सोच्न भ्याउने दिमागले एउटा सोच असफल हुँदा सोच्न बन्द गरिदिन्छ। सारा संसार अटाउने आँखामा कहिलेकाहीँ आशका 2 थोपा आँसु नअटाई झरिदिन्छ। थाहा छ सोचेको कुरा पुरा नहुँदा कति पीडा हुन्छ। थाहा छ आँटेको कुरा गर्न नपाउँदा कति दुःख हुन्छ। मन रिझाउन भाग्यलाई दोष दिने गर्छु, चित्त बुझाउन आँसु बगाउने गर्छु, हजारौंको भिडमा एक्लै हुने गर्छु अनि हरेक चिजमा आफूले आफूलाई दोष दिने गर्छु। काश जिन्दगी जस्तो भन्यो त्यस्तै भइदिने भए, काश जिन्दगी जता लग्यो त्यतै गइदिने भए। यहाँ जिन्दगी मेरो हिसाबले होइन, म जिन्दगीको हिसाबले चलिरहेछु। सबैजना माथि उठ्दै जाँदा म झन् तल झरिरहेछु। हेर्छु वरिपरि, देख्छु सफलता हात पार्न सकेको छैन। आँखै अगाडि गन्तव्य हुँदा पनि पाइला सार्न सकेको छैन। सपनाहरू बाटैमा अलपत्र छन्, न बचाउन सक्छु न चटक्क छोड्न। बाध्यताहरू घाँटीमा हाडसरी अल्झिरहेछन्, न निल्न सक्छु न ओकल्न। न दाएको कुनै मन्दिर छैन, न डोबेको कुनै देउता छैन, न गरेको भन्ने अब कुनै प्रयास बाँकी छैन, पाएको भन्ने एउटा चिज छैन। अलिकति बाँचेको आश थियो त्यो पनि मरिसक्यो, अलिकति साँचेको रहर थियो त्यो पनि हराइसक्यो। बाँकी छ त केवल शून्य सरी मेरो जीवन अनि त्यही जीवन पुरिरहेको मृत्यु। अरू अब केही बाँकी रहेन।